आज चाहिँ धेरैवटा बिहे पनि रहेछ भदैनीको फोटोसुट। छैन नि भाइबरीको दरो गफ गइरहेको छ। त्यस्तै यता बाबा मम्मीहरू यता हुनुहुँदो रहेछ सबैको भिडियो एकताली सर्दै। हेलो मम्मी बाबाहरूले अगाडि मम्मी बाबालाई बेहुलीले पहिला बेहुलालाई सत चिताएर ढोक्ने बेहुलीले बेहुलालाई पहिला ढोक्ने खुट्टा वातावरण फरक हुर्केर आएका होलाउ तर फरकपनमा पनि एक किसिमको जुन मिठास हुन्छ त्यो सुमधुर सम्बन्ध सधैँभरि रहिरहोस् यही शुभकामना यही प्रार्थना छ हाम्रो नव दाम्पत्यलाई। अब भने हामी दुईतिरको साइनो फेर्ने समयमा आइपुगेका छौँ र दुलहातर्फ जतिजना हुन्छ तपाईँहरू यो साइडमा बसिदिनु होला र दुलहीतर्फको हामी यता बस्नेछौँ र यो समय चाहिँ सबै साइनो फेर्ने कुराहरू कता कसरी के भनेर चाहिँ दुलहा र दुलहीले नै समय लिनुहुनेछ र यो मेरो समय र माइक पनि दुवैजनालाई हस्तान्तरण गर्न चाहन्छु। मन्तव्य राखिदिनु हुनको लागि हाम्रो सबैभन्दा ठुलो जेठो देप्पा वीरबहादुर राईलाई यो समय दिन चाहन्छु। सम्पूर्ण उपस्थित महानुभावहरू अनि हाम्रो समितितर्फको पनि अनि हाम्रो बेहुलीतर्फबाट पनि सम्पूर्णलाई म सर्वप्रथम यहाँ स्वागत गर्न चाहन्छु। मेरो अस्ति समितिसँग कुरा भएको थियो। के कुरा भएको थियो भनेदेखि हाम्रो जुन हेराडिटी क्रस हो नि त्यो हाम्रो चाहिँ धेरै पहिलेबाट हाम्रो भइरहेको थियो तर हाम्रो समितिज्यूले चाहिँ त्यो पहिलेबाट समितिकै पालोबाट चाहिँ हेराडिटी क्रस गर्नुभएको रहेछ। त्यो एउटा सबभन्दा खुसीको कुरा हो। त्यसै गरी हाम्रो अब म चाहिँ अब म अहिले आफ्नो मेरो परिचय दिइहाल्नु। म चाहिँ बेहुलीको चाहिँ फुबाजु हो, जेठो फुबाजु। त्यसको नाताले अब हाम्रो यहाँ अहिले धेरै नै हेराडिटी क्रस भएको छ। त्यो एकदम बडा खुसी लागेको छ। जुन अब हिजो यहाँहरूको चाहिँ एउटा वैधानिक रूपको जुन विवाह सम्पन्न भयो होइन, धेरै धेरै बधाई छ। र अब मेरो बेहुलीको तर्फबाट सम्पूर्ण बेहुलीको तर्फबाट दिनुपर्ने भएकोले बेहुलीको तर्फबाट र मेरो तर्फबाट धेरै धेरै बधाई छ होइन। अब नर्मली अब हामी यो उमेरमा आइसकेपछि बिहे भन्ने कस्तो रहेछ भन्ने कुरा हामीले थाहा पाइसकेको हुनाले अब नयाँ पिँढीलाई केही त भन्नैपर्छ जस्तो लागेको छ मलाई होइन। तर पनि अब हाम्रो यो जुन पिँढी भन्दा पनि अहिलेको पिँढीहरू भनेको अब धेरै नै यसमा बरु हामीले सिक्नुपर्ने हुन्छ। तैपनि आफूले गरेको जुन एक्सपिरियन्स हो होइन त्यो आधारमा चाहिँ अब बिहे भन्ने कुरा एउटा अब कम्प्रोमाइज नै हो होइन। जति कम्प्रोमाइज हुन्छ त्यो त्यति लामो चल्छ। अब कम्प्रोमाइज छैन त्यो सकिन्छ। दुवै पछि चाहिँ हामी जमघट भेटघाटको लागि चाहिँ यहाँ भेला भएका छौँ। सर्वप्रथम रोशन गोपीनाथ दुवैलाई मेरो व्यक्तिगत र सम्पूर्ण फ्यामिलीको तर्फबाट चाहिँ हार्दिक बधाई। दाम्पत्य जीवनको एकदम सुखमय होस् भन्ने शुभकामना दिन चाहन्छु। विवाह आफैमा चाहिँ एउटा विश्वास, माया, समझदारी अघि भन्नुभएको जस्तै को सम्बन्ध हो। यो चाहिँ दुवैजना अहिलेसम्मको एउटा
एकल यात्राबाट दोहोरो यात्रामा हिँड्दै हुनुहुन्छ दुवैजना। सहज अप्ठ्यारो गाह्रो साह्रो सुख दुःख सबै आउँछ। त्यसलाई सब दुवैले धैर्यताका साथ अगाडि बढ्दै जानुपर्छ भन्ने नै हो। र फेरि पनि आज रोशन र गोपिनाको वैवाहिक बन्धनमा बाँधिएको उपलक्ष्यमा हामी यसरी उपस्थित भएर उहाँहरूलाई चाहिँ शुभकामना बधाई भन्दै व्यक्तिगत तथा दुलापक्ष सम्पूर्ण तर्फलाई पुनः हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। धन्यवाद। दुलातर्फ र दुलैतर्फका परिवार नजिकैका साथीभाइ भेला भएका छन् शुभकामना दिनलाई। हामी खुसीको समयमा छौँ है। र विवाह भन्ने कुरा चाहिँ कुनै दुई व्यक्ति बिचको सम्बन्ध स्थापना गर्नु होइन मात्र होइन, तर दुई परिवार बिचको सम्बन्ध स्थापना गर्नु पनि हो। र दुलैतर्फको परिवारलाई प्रतिनिधित्व गर्दै म गोपिना राईको बहिनी रोशन मगरको साली तपाईँहरूसँग साइनो जोड्न पाउँदा एकदमै खुसी छु र हाम्रो परिवार पनि सबैजना खुसी छ। हाम्रो यो कार्यक्रम सीमित समय अवधिभित्र सक्नुपर्ने भएको हुनाले म हाम्रो कार्यक्रमको छोटो रूपरेखा तपाईँहरूलाई बताउनेछु। उहाँहरूलाई शुभकामनाका लागि हामी केक काट्नेछौँ। यसरी फागुन म पो नर्भस भएछु त। र फागुन 29 गते यसरी पारिवारिक भेटघाट भएर शुभकामना दिनको लागि उपस्थित भएका छौँ। र यो समय हामी केक काटेर उहाँहरूलाई शुभकामना व्यक्त गर्नेछौँ। तपाईँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यसरी पनि सहभागिता जनाउन सक्नुहुनेछ। यो लाइट गरिदिनु होला एकजनाले क्यान्डल। हामी उहाँहरूलाई ताली बजाएर आफ्नो हृदयबाट कसरी शुभकामना व्यक्त गर्न चाहनुहुन्छ त्यसरी नै गरिदिनु होला। दुवैजनाले सिलीमा चाहिँ कहाँ गयो? सबैजनाकै गुडिया ल ल उठ्ने ल सबैजना। नानी तिमी पनि उठ न। एउटा फेरि ल ल भयो ल। चम्चा ल्याउनुहुन्छ मल्ला कान्छी नाना अलि यता उठ्नु नाना कुना बस्नु जानु मेरो बहिनी होइन हेर्दा नि हुन्छ ल हेर्नु यहाँ रिबन ठुलो सेङ्मालाई नै दिन्छु सेङ्मालाई नै दिन्छु पछि मेरो युट्युबमा आउँछ है मेरो रोजुमम ब्लग्स भन्ने छ। म चाहिँ बेहुलीको दिदी हो।
लो झोला एउटै रहेछ चिन्नु राम्रो कलर एउटै रहेछ Sunday. Don't break news. Sunday, don't break. Sunday. आमा ठुलो मम्मीसँग अब चाहिँ दुलहीतर्फ बाबा मम्मीले अर्थात् दुलहाको सासू ससुराले दुलहीको सासू आफैले साइनो चाहिँ भन्ने है म खाना हो भन्ने म बेहुलीको भाइ आए है अब छेमाको छोरा बहिनीको छोरा भान्जा बुहारी हुन्छ यहाँबाट ल बेहुलीको मामा भिडियो गर्ने ए गर्ने सम्झी है सम्झी मेरो मामुनी अरे मेरो यो चाहिँ मेरो मामा भाइजूहरू मेरो जेठी छोरी है यो बेहुलीको दिदी हो बेहुलीको दिदी यहाँ चाहिँ हाम्रो दिदी बेहुलीको ठुलो बुबु मेरो दिदी मेरो नाना है सम्झिने हजुर उहाँलाई जेठी बेहुलीको बुबा अघि नै परिचय बेहुलीको बुबु कान्छे है आइली चाहिँ अब पछाडि अर्को पछि भेटघाटमा बेहुलीको बुबु कान्छे बेहुलीको बुबु कान्छे मेरो बहिनी कान्छे मेरो बहिनी माइली
सम्झिने नि है मेरो साथी बेहुलीको छैन सम्झिनेहरू दुईजना सम्झिने उहाँ सम्झिँदा मेरो माइती बहिनी गयो अहिले रिक्वेस्ट गर्नेको जोडी कान्छी छैन तपाईँहरूको बुहारीको चाहिँ उहाँ दिदीको चाहिँ ड्रइङ छोरी बेटी बुबुको यहाँ चाहिँ छोरी उहाँ ज्वाइँ जेठी दिदीको मेरो दाजुको ज्वाइँ हाम्रो भेना दिदी भेना मेरो आफ्नै दाजुको ज्वाइँ मेरो दाजुको छोरी भतिजी सासू ससुरा मेरो दाजुको संयुक्त आशीर्वाद मायाको चिनो आशीर्वाद दुईजनाले थाप्नु दुईजनाले थाप्नु कान्छी अन्त अब टाढा छ कि देख्दै गर्नुपर्ने ल हर्का माया राईको तर्फबाट दुईजनालाई नै जति निकाय भने यतै हक लाग्यो मेरो जेठी दिदी कता जानुभयो हामी पनि पो खुसी हुने बेला भिडियोमा मेरो देउरानीले
मेरो देउरे एकदम खुसी फेरि तातो भएर चल्दैन देप्पा कालिम्पोङ देप्पा तातो तातो छ कि यहाँ फोटो राम्रो नभएर यो हटेको चाहिँ राम्रै आउँछ यो हटेको स्ट्रङ भएर ज्वाइँ यता अब एकछिन ओडिदिनु त्यसपछि मलाई देखाउनु पर्छ एकदम स्पेसल नाना उभिनु न गोइङ फोटो Sorry. Ready? 1, 2, 3. 1, 2, 3. Lah. One, two, three. 1, 2, 3. कसरी फोडिदियो बेहुलाको टाउको काटिराखेको छ यस्तो गरेर खिच्न यस्तो गरेर खिच्न ठिक छ त बेहुलाको टाउको काटिरहेको देखेको Ready? 1, 1.
यता हजुरहरूले खाना लिनुभएको छैन होइन माम खाँदै यतातिर एउटा फनी इन्सिडेन्ट खानाहरू सोल्टी नि भनिदिनुहोस् त लु त त्यही भएर म भनेर उहाँलाई हाम्रो भाषाबाट बोलाउनु पऱ्यो क्या दोरो भाषाबाट डट पेन के भन्नु डट पेन चाहिँ बुझेँ हजुर यहाँ हेर्नु के छ गोजीमा डस्टबिनमा भेटेर मेरोमा के हो फेरि यो चाहिँ खाना लिँदै हुनुहुन्छ कोही भगङहरू मामा ग्याङ यता बिस्तारै हुनुहुन्छ है हुन्छ यता बहिनी ज्वाइँ भाइ बुहारी खाना खाँदै ओके ल मजाले खानुहुन्छ है